दराजमा अहिले फास्टेस्ट फिङ्गर फ्ल्यास सेल्स भनेर आएको रहेछ होइन। सो लेट्स ट्राई है त के हुँदो रहेछ हेरौँ। फास्टेस्ट फिङ्गर फ्ल्यास डिल्स भन्ने छ यहाँनिर। यो फ्यान्टेकको कम्बो रहेछ, यसलाई क्लिक गरौँ। यो क्लिक गर्यो र म यसलाई एड गर्छु, एउटा एड टु कार्ट गरेँ मैले। अर्को के छ, यिनीहरू यो आई डोन्ट थिङ्क यो पोसिबल छ जस्तो मलाई लाग्दैन होइन। यो त मैले एड गरिसकेको छु, सायद कार्डमै छ। अरू के छ त यहाँनिर? $11,000 त नलियो, 1111 के आउने रहेछ हेरौँ न त होइन। यहाँनिर आउने रहेछ कुन कुन छ भन्दाखेरि यसमा लिस्ट हेर्नु पर्दाखेरि चाहिँ अहिले नोभेम्बर 10 को 7:30 भएको छ है। अब आधी घन्टामा यो सेल्सहरू स्टार्ट हुन्छ होला। लेट मी ट्राई। यो ₹11 आएको रहेछ। लेट्स सी, यसलाई पनि एड टु कार्ट गर्छु म। आई डोन्ट थिङ्क यो पोसिबल हुन्छ जस्तो मलाई लाग्दैन। किनभने यो वेबसाइट एकजनाले अब कति ट्राफिक आउने आज फेरि थाहा छैन। सनग्लास पनि आएको रहेछ। सनग्लास एउटा हालिदेऊ न त ₹11 रे। ₹11 भए त हालिदिउँ, के जान्छ र होइन। K9 वायरलेस कोलर माइक। एयरपड प्रो 2 जेन टाइप रहेछ यो रहेछ। यसलाई पनि राखौँ एउटा, नभए आउट अफ स्टक। स्टक नै छैन। ओके, स्टक नभए त हटाइदियो हुन्छ नि, किन राखिरहेको त। ओके, अर्को के छ? $10,000 को 2,000 अरे, यो 7,000 को ₹11 के छ हो त्यसमा चाहिँ? रिदमको इयरबड 5.4 ब्लुटुथ भर्जन। ओके, यसलाई पनि एड गरिदिउँ। जुन 11 मा आउँछ त्यही चाहिँ हेर्ने हो। जुन प्रडक्ट आउँछ त्यही लिदिने। गेमिङ कम्बो, गेमिङ बन्डल रहेछ नि त यहाँनिर। लेट्स सी यो के रहेछ। अब यति धेरै प्रोडक्टहरू छ होइन। यो प्रोडक्ट मध्ये कुनै पनि प्रोडक्ट मैले पाइनँ भने चाहिँ दिस इज स्क्याम भन्ने कुरा थाहा हुन्छ। किन भन्दाखेरि मैले सबै महँगो सामान मात्र हेरेको छैन, सस्तो मात्र पनि हेरेको छैन। यति धेरैवटा कार्टमा एड गर्दाखेरि कमसेकम एक ठाउँमा त हुनुपर्छ। यो त आउट अफ स्टक नै भइसकेको छ। स्टक नभएको चाहिँ किन राखेको हो? ओके, यो माइक्रोफोनलाई पनि एउटा राखिदिन्छु म, नभए आउट अफ स्टक। ओके, सबै प्रोडक्ट त एकैचोटि त बिग्दैन नि, एकैचोटि त जाँदैन पक्कै पनि। कतिवटा प्रोडक्ट त मान्छेले हेरेको पनि हुँदैन। भनिसकेपछि त्यो त थाहा भइहाल्छ के हो, के रहेछ भन्ने कुरा।
यो पनि 11 मा छ। 11,000 को रहेछ भनेपछि यो त 111 मा होला यो। ल अब सेल्स सुरु भयो 8 बजे होइन। एउटा सेल्स एउटाको प्राइस घटेको छैन क्या यहाँ। कहाँ छ भने क्या घटेको चाहिँ के हो यो? सबै 11 मा राखेको होइन त यिनीहरू। 11 राखिरहेछ तिनीहरूले। छैन, एउटामा प्राइस घटेको छैन। अब यहाँ हेर है, यसमा हुँदैन, क्लिक नै हुँदैन क्या। देखायो नि त देखाउँछ 1111 देखायो 3500 को होइन। छैन है, गयो। यो छ हालत। दराज छैन छैन। यो छ हालत। बल्ल बल्ल प्रोडक्ट भेटिन्छ, त्यो पनि गयो। 3500 को 1100 मा आएको रहेछ, त्यो मैले लिन पाइनँ होइन। स्क्याम अफ द इयर। अब यसमा क्लिक गरौँ है। कुनै पनि चलेको छैन। अहिले भर्खर 8 बजेर 2 मिनेट गइसक्यो। अब छैन। अब फेरि एकचोटि ट्राई गरौँ। अब 3500 भइसक्यो क्या, छैन, गइसक्यो। 3500 भइसक्यो। अब भर्खर 1111 देखाएको थियो। उसले प्रमोसन राखेको छ भने क्या, कार्डमा कहाँ प्रमोसन छ? के भनेको? हे भगवान, यस्तो मूल हावाहरू। पुरा लोड हुँदैछ। यतिखेर लोड भएर बसिरह होइन। 235 890 को 235। यो त 11 त होइन रहेछ, डिस्काउन्ट त दिएको रहेछ। 11 त 11 हुनु पर्यो नि त। एक हुनु पर्यो नि त कतैबाट होइन। यो 3500 को 1400 सही हो। यही हो स्क्याम भनेको। जुन डिस्काउन्ट पाइरहेको थियो त्यो क्लिक हुँदैन, त्यसलाई पे नै हुँदैन। यो होइन डिस्काउन्ट पाएको, अहिले 1600 भइसकेपछि। अहिले 11 थियो। ब्रो यो टु मच। यो त ब्याङ्कीको त पुरानो होला। यो मैले पहिले राखे जस्तो लाग्छ। यो त रिमुभ गर्दा नि भयो। अब बाँकी रहेको कुनै पनि छैन क्या। 11 मा आउँदै आएन।
यो हो, दिस इज द स्क्याम, यही हो स्क्याम। स्क्यामर अफ द इयर भनेकै दराज.com.np थाहा थियो मलाई होइन। सामान त भेटिन्छ किनकि यत्रो धेरै सामान छ, एउटा न एउटा सामान त मान्छेहरूले किनेको हुँदैन। त्यही भएर मैले यिनीहरू सामानहरू लिएको हो क्या, यिनीहरू सामानहरू राखेको। अब 11 भनेर राख्यो अनि पेमेन्ट चाहिँ हुँदैन। अनि यो प्रोडक्टहरूको प्रमोट गर्ने तिमीहरू इन्फ्लुएन्सर्सहरूलाई चाहिँ फेरि के भन्ने तिमीहरूलाई चाहिँ कमेन्ट सेक्सनमा ध्वस्त गाली गराउँछ यिनीहरूलाई। कसम ठिक छ, स्क्याम थोरै छ, स्टक छैन, बुझ्न सकिन्छ होइन। तर स्टक जुन छ होइन, जुन चाहिँ स्टक क्लियर भइसकेको छैन त्यसमा पेमेन्ट त हुनु पर्यो नि त, पेमेन्टै हुँदैन अनि कहाँ हुन्छ त्यसरी। सो द्याट्स इट, यही हो स्क्याम अफ द इयर है त। थ्याङ्क यू सो मच, बाई बाई।